हे हाम्री आमा लाउरी नि भर आइन त्यसको आमा गोठालो गर आइन हे तेरी आमा पढेकी लेखेकी हाम्री आमा बजार नदेखे हे हाम्री आमा क्या राम्रो हाँसेको छोरो पनि त्यस्तै छ घाँसेको हे म त अलि ठिकै हो राम्रो त आमाको त भाइगा छ हाम्रो त हे देखेको छ भाइ पनि ढाडे झैँ कपाल त्यस्तै खरबारी माडे झैँ ए लाहुरबाट छिनामा आएको सुनको बाला हातैमा लागेको हे कता कता आएको छ गन्दा हाम्रै कान्छा राम्रो छ त भन्दा हे दाजुभाइ नै परेछौ भोकमा जन्म्यौ तिमी कस्ताको कोखमा हे धेरै दुःख खेपी छन् खेप्न मलाई हेप्के आमालाई नहेप्न बोल्यो संसारमा नभाकी हाम्री छन् तेरी आमा भन्दा त राम्री छन् ए छोड्दे भाले हो च्याउनी कामा सालघारीको अध्यक्ष हुन ए होच्चै होच्चै गीत पनि गाह्रै छ खाना झैरी खलकै आर्है छ बोले ए कतिवटा देश घुम्न भ्याइन त तेरी आले युग्याट गेले ए अस्ति भर्खर युकेड आएको छन् काठमाडौँमा घर किन्न लाएको छन् ए हेर्न त्यता थुतुनो बङ्गाइछे छोरी चाहिँले पित्तलको टङ्गाइछे हे बिहे गरे तिमीले के दिन्छौ र कहिले सुना किने पोचिन्छौ र ए उता काकी के ठुली भागी छन् हामीले आले ब्रासलेट लागेछ ए भनौ भनी थाल्छौ कि रुन हो मैले डायमन्ड छोरीलाई सुन हो हे डायमन्ड भन्दै फुर्ती लाइन मैयाले 30 रुपियाँमा दिन्छ हो भैयाले ए हाम्रो खानदान देखिन्छौँ साउको झैँ घडी हेर जगल्ट्या टाउको झैँ ए नहुनेले गफ धेरै लाउँछ भित्र खोक्रो बाहिर झकाउँछ हे हामीले लाएर फोटाल्या धेरै हो उसको भन्दा ओरिजिनल मेरै हो नभोलेरै बसौ भो अलका श्रीखण्डलाई नचिन्ने खलका ए हामीलाई गना राखम र देखाम छ घाँसे घरमा 2 छाक भात के खाम छ ए छोराहरूको फुर्ती चाहिँ कस्तो छ बाउ भाइ हेर खान पाए जस्तो छ हे तिउरकी आमा 50 वर्ष कटेर पनि हिँड्छिन् अझै पुतली झैँ बनी ए नक्कल पार्ने छ यिनको रहर फेरि फोर्कुए झै गनाउँछ घर फेरि ए हाम्री आमालाई मेकअपले बनाएको तिम्री आमा छिन् गोबर गनाएको बनाउन त परेला बनाउँछे छोरी फेरि ठस ठस्ती ए छोरी भन्दै मायाले डाके हो यी दिदी त काम गर्न राखे हो ए बाउकैबाट राखेछ नाउ मेरो आमा मगर बाहुन हो बाउ मेरो हे किन बोल्छस् खुबै भए जसरी आमा पौडेल त काप्री कसरी ए बाउ चाहिँ पौडेल आमा चाहिँ आले भो दुईटा मिली मिलाउँदा भाले भो बाउ चाहिँ पौडेल आमा चाहिँ आले भो दुईटाको नाम मिलाउँदा भाले भो एउटा मगर बामसँग गाह्रै छ यी भगवान अचम्मै मारे हे 2 जात भए सबको मन छुनी छ 3 जात रहेछौ अनिष्टै हुने छ काप्री पौडेल आलेलाई डाकेका काम गर्नलाई नेपाली राखे हे जात हेरेर राखेको होइन दाइ यिनको खासै केही ढङ्ग छैन दाइ त्यस्तो जाँगरै नहुने ढङ्गै नहुनेलाई चाहिँ के राख्या हो भाइ हे गोबर फाल्थ्यो कुचोनी लाउँथ्यो कामै गर्नु हो भने भाइ आउँथ्यो ए खै त कसले थियो वनमा फालेको यसलाई पनि हो हामीले पालेको हे कति साह्रै निनाउरो भथिएम त जन्मिँदा बा आमा म थिएँ सबको नजर गइहाल्ने राम्रोमा काम गर्नेले छोरो पाइ हाम्रो ए अब मैले के बोल्न थाले हो
ए छोराको बाउ ए नमराज भाले हो ए अझै शङ्का मलाई त ला छैन नाति रहेछ केही पनि थाहा छैन